सो सधैँको जस्तो मेरो बिहानीको सुरुवात भइसकेको छ जिम टाइमबाट। त्यसपछि म फटाफट जिमको लागि रेडी हुन्छु। वेलकम टु माई मिनी भ्लग। सबैजनालाई भिडियो हेरेर इन्जोय गर्नुहोला। त्यसपछि म फटाफट रेडी भएर सट्टासट बाइक निकाल्छु। अलिक ढिलो भइसकेको थियो, त्यही भएर हतार मैले बाइक निकालेँ। त्यस पछाडिबाट नन स्टप सरर स्टार्ट गरेर जाँदै थिएँ। जाँदा यस्तो हेरेको त मेरो क्यामेरा त क्लिप राम्ररी नलागिकन झर्न लागेको रहेछ। अनि हतार फिक्स गरेँ। फिक्स गरिसकेपछि फेरि म बाइक स्टार्ट गरेर लागेँ। जाँदै मलाई एउटा सङको याद आयो। त्यो सङ कुन भनेर गेस गर्नु होला। अब जिन्दगी सारा मोटर गाडीमा कसले गेस गर्नुभएको थियो यो सङ? इफ गेस गरेर मिलेको थियो भने कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है। त्यस पछाडि के हुनु र, जिम जानु ढिलो भइसक्यो थियो। फटाफट म जिमतिर लागेँ। त्यसपछि वेट चेक गरेको 65 त्यति नै रहेछ। धेरै दिनपछि चेक गरेँ। त्यसपछि आफ्नो वर्कआउट सुरु गरेँ। आज चाहिँ मेरो बाइसेप र ब्याकको थियो, त्यही भएर फटाफट आफ्नो हिसाबले ड्याङ हान्नु थालेँ। अनि टोटल 12 रेप हान्दै गएँ। त्यस पछाडिबाट नन स्टप हानेको फाँक हुने गरी हाने। अनि त्यसपछि फेरि बाइसेपको सकेर ब्याकको सुरु गरेँ। ब्याकको पनि नन स्टप हाने। हान्दै फाँक भएको अवस्थामा खाली हुँदै फाँक सालक्क भयो। एकछिन रेस्ट हाल्नु। एक्सर्साइज त गर्नै पर्यो। भात ल्याम्प ओढाएर मात्र त हुँदैन। 5 को गफ हानेर अनि फेरि वर्कआउट सबै सक्यो। त्यसपछि बजारमा गएँ। बजारबाट टमाटर सागहरू लिएर आएँ। अनि काँक्रा पनि लिएको। काँक्रा चाहिँ मान्छे जत्रै थियो, एकदमै बिग थियो। अनि मलाई चाहिँ फेरि ओभर दामी लाग्छ। त्यस पछाडिबाट सब्जी पनि लिएको थिएँ। साग आज लभली बनाएर दालसँग खाइदिउँ भनेर। अनि भोक पनि ओभरै लागिसकेको थियो। त्यस पछाडिबाट फटाफट मजासँगले सागलाई मजाले धोएँ। पल्टाएँ एकवटा गरी धोएँ पछाडिबाट अनि मजाले निचारेर यसलाई चपिङ गरेँ। टकर च्याट सपिङ गरिसके पछाडिबाट भोक पनि लाग्दै थियो, भुँडीमा मुसा पनि कुद्दै थियो। अब के गर्ने त भन्दाखेरि मेरो पालो पनि सब्जी छिटो काटेर प्लेटमा हालेँ। पछाडिबाट तेल तताएँ, लसुन हालेँ। लसुन हालेपछि दामी लाग्छ मलाई। त्यस पछाडिबाट टक्क लगाएर भुटभाट पारेँ। त्यस पछाडिबाट त्यसमा दाल एड गरेँ। दाल चाहिँ मैले बिहानै बनाएर गएको थिएँ जिम जानुभन्दा अगाडि नै। अब दाल र साग त पाक्यो, अनि अन्डा पनि खानै पर्यो। यस्तो हेरेको 2टा जति अन्डा रहेछ मेरो पालोमा। प्लास फुटाएर त्यसमा टमाटर प्याज खोर्सानी त हाल्नै पर्यो। त्यसपछि हाम्रो सादा खाना यस्तो देखिँदैछ। दाल अनि यस्तै छ, सिम्पल। दामी भएछ ल। त्यसपछि तातो खाना पेटतिर गएर सेलाउँछ। बाल्दै भएन हामी गम खाएँ। सो आजको मिनी भ्लग यति नै थियो। थ्याङ्क यू सो मच फर वाचिङ। फिनिस।